सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यो संयुक्त जनआन्दोलन समितिको तर्फबाट म नमस्कार भन्न चाहन्छु। आज हामीले शान्तिपूर्ण रूपबाट जनआन्दोलन प्रदर्शनी जनआन्दोलनको तर्फबाट जो प्रदर्शन गर्न लागेका थियौं त्यसमा सुरुदेखि नै हामीलाई प्रशासनबाट अत्याचार भयो, छिटोपिटो भयो। म गाडीबाट बनाएको मञ्चमा जानको निम्ति ओर्लिँदाखेरि नै टियर ग्यास प्रहार गरियो 3-4 राउन्ड। त्यसपछि मञ्चमा गएपछि 10औं राउन्ड टियर ग्यास प्रयोग गरियो। मैले त्यहाँ बोल्न पनि पाइनँ, त्यहाँ बस्न पनि सकिनँ। त्यस्तो किसिमको वातावरण सिर्जना भयो। त्यसले जनमानसमा आक्रोश पनि आयो र त्यो टियर ग्यास पनि एउटा घरको छतबाट हानियो। अब छतमा बसेर हानियो त्यति मात्रै होइन कि त्यो घरभरि पुलिसहरू लुकाएर राखेको छ। यो कुरो मासले थाहा पाएपछि त्यो घरमा तोडफोड आगजनी भयो। त्यसपछि पुलिसले अन्धाधुन्ध फायरिङ गर्यो। त्यसमा एकजनाको मृत्यु भयो। त्यो सबिन महर्जन उहाँ किर्तिपुरको उहाँको देहावसान भयो। अब कयौं दर्जनौं 1 दर्जन जति मान्छेहरू घाइते भएका छन्, विभिन्न अस्पतालमा छन्। यो दुःखद हो र म सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु र उहाँहरूको उचित उपचारको व्यवस्था हुनु पर्यो। यो सबै पनि गभर्मेन्टले गरोस् र सबिन महर्जनलाई उचित क्षतिपूर्ति उसको परिवारले पाउनुपर्छ भन्ने पनि माग गर्दछु। यसमा हामीले हाम्रो जाति केही पनि छैन। हेर्नुहोस्, अब यो चाहिँ पहिलो सुरुदेखि नै हाम्रो मासलाई हामीहरूलाई यो इरिटेट गराउने, हामीहरूलाई टियर ग्यास हान्ने, गोली हान्ने, लाठीचार्ज गर्ने, कयौं मान्छेको कपाल फुटेको छ। यस्तो यो वितण्डा जुन गरियो यसबाट आजको जो स्थिति सिर्जना भयो त्यसको निम्ति म साह्रै पश्चाताप गर्छु। यो नहुनु पर्ने कुरा भयो। यसको सम्पूर्ण जवाबदेही नेपाल सरकारले लिनु।